मञ्चमा 4 जना व्यक्ति छन् जो घुवा रुवाबासी गर्दैछन्। वैदेशिक दबाव हस्तक्षेपका विरुद्ध छिटो भन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ। यसलाई ढिला गर्नु गल्ती हुन्छ भन्न चाहन्छु। कुनै बेला कोही भेडा थिए, कोही स्याल बोसो थिए। केपी ओली जस्ता भेडाहरूको संवाद गरियो 2-3 वर्ष 30-40 वर्ष। कोही केपी ओली जस्तो भेडासँग संगत गरेर पनि के भो आफ्नो त बुवासाको मतिक जाँदै गएन। तर अहिले आफ्नै कारण सर्वस्व गुमाएपछि, नाङ्गे झार भएपछि, जनताले कसै गरी पत्याउनै नसक्ने अवस्था आएपछि 4 जना पूर्व प्रधानमन्त्री बीचमा 1 जना पूर्व राष्ट्रपति राखेर इतिहासकै शर्मनाक रुवाई मचाउँदैछन्। यिनीहरूको रुवाई कम्ता हाँसो लाग्दो छैन। यसमध्ये 1 जना हुन् केपी शर्मा ओली, जो 4 पटक प्रधानमन्त्री बने। अर्का हुन् पुष्पकमल दाहाल प्रचण्ड, जो 3 पटक प्रधानमन्त्री बने। माधव कुमार नेपाल र झलनाथ खनाल, जो 1 पटक देशको प्रधानमन्त्री बने। 1 जना देशकै सर्वश्रेष्ठ पदमा 2 पटक आसीन भएर फेरि पद खोज्दै रुवाई मचाउन खोजिरहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी हुन्। सबैलाई मिलाएर आफै अध्यक्ष बन्ने दाउमा छिन्। तर बालेन जस्ता पात्रको उदयले गगन थापा जस्ता पात्र अर्को कित्तामा उभिएका बेला यिनलाई कसले पत्याउला र को पछि लाग्ला सुन्दै अचम्म लाग्दो छ। यिनीहरू 5 जना देशमा मच्चाएको भ्रष्टाचार र बिचौलिया राजको नाइकेहरू हुन्, जसलाई सुशासन भएको समाजमा फेरि फर्किएर हेर्ने अधिकारसम्म छैन। 35-40 वर्षदेखि देशलाई यो दलदलमा भास्नेहरू पनि यिनै हुन्। यिनीहरूले देशमाथि मच्चाएको कुशासनको श्रृङ्खलाबद्ध हमला हेर्दा जनताहरू नै भन्न थालेका छन्, टुडी खेलमा राखेर उडेर घुमेर नाकको डाँडी भाँच्नु पर्ने हो। तर फागुन 21 को निर्वाचनमा धुल्लो पिट्ठो बनाएर छोडे पनि यिनीहरू अझै भन्दैछन् प्रधानमन्त्री बालेन शाहले देशलाई दुर्घटनामा धकेल्दैछन्। अब हामी मिल्नु पर्छ। त्यसका लागि नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले त आजै मिलौं भरे मिलौं, कति बेला हो मिलिहालौं, नत्र अब देश सकिन्छ भन्नसम्म भए। सहकार्य आजै सकिन्छ भने आजै गरौँ। सहकार्य चाहिँ भरे सकिन्छ भने भरे नै गरौँ। भोलि सकिन्छ भने भोलि गरौँ। पार्लियामेन्टमा गरौँ, सडकमा गरौँ, चुनावमा गरौँ। अहिले जसरी थुप्रै चिजहरू भएका छन्, चाहे ट्रेड युनियनको कुरा गरौँ, चाहे विद्यार्थीको कुरा गरौँ, चाहे सिमानाको कुरा गरौँ। मैले अघि भने गरिब मजदुर किसानका विरुद्ध जुन षड्यन्त्र भएको छ, त्यसका विरुद्ध मिल्न सक्ने जतिहरू सहकार्य गर्न जति ढिलो गर्यो, दुर्घटना त्यति नै भयानक हुनेवाला छ। 27 दल मिलाएर चुनावमा जम्मा प्रत्यक्षमा 8 सिट ल्याएका पात्र यिनै हुन्। नैतिकता र जिम्मेवारी बोध हुन्थ्यो भने आजसम्म देशमा मच्चाएको उथलपुथलका लागि माफी माग्दै राजीनामा बुझाएर जोगी भएर बस्नुपर्ने हो। अझै एमालेसँग